तपाईहरू जस्तै 64 सालमा धेरै मत ल्याएर भाँडोमा न भुइँमा भएको पार्टीको नेता मै हो। तपाईहरू त्यस्तै हुनुहुन्छ कि भन्ने चिन्ता, त्यस्तो नभइदिए हुन्थ्यो भन्ने छ मलाई। हार सहन जति गाह्रो हुन्छ, जित पचाउन त्योभन्दा गाह्रो हुन्छ। यो संसदमा राष्ट्रसभासँग करिब 2/3 विशाल बहुमत छ। यो विशाल बहुमतलाई जनताको विशाल जिम्मेवारीका रूपमा ह्यान्डल गर्नुपर्दछ। यसलाई अहङ्कारको मलखात बन्न दिनु हुँदैन। यो सम्मानित संसद लोकतन्त्रको आधार स्तम्भ मात्र होइन, नागरिक सम्प्रभुताको सबभन्दा ठुलो प्रयोग स्थल पनि हो। यहाँ निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासले प्राथमिकता पाउनु पर्दछ। हाम्रो भूराजनीतिक अवस्थितिले ठुलो विवेक र संयमको माग गर्दछ। संसदको मर्यादा, गरिमा र भूमिकालाई सुदृढ गरेर मात्रै हामीले अगाडि जान सक्दछौँ। हिजोको जे गतिविधि देखियो, अघि नै प्रमुख प्रतिपक्षी दलको नेताले जे कुरा राख्नुभयो, म त्यसलाई समर्थन गर्दै प्रधानमन्त्रीजीले केही निश्चित मर्यादा पालन नगर्ने हो भने संसदको गरिमा रहन सक्दैन। यसमा हामी सबैको ध्यान जाओस्। हामी सबैको भविष्य जोडिएको छ प्रधानमन्त्रीका कार्यशैलीमा।